अब चाहिँ मिडियामा छ्यापछ्याप्ती आयो एक खालको अब चाहिँ जेन्जी सडकमा गइसके प्रहरी हाई अलर्टमा भन्ने एक लट समाचार एकैचोटी सबै मिडियाले मिडियामा आजको कुरा हैन अहिले बाहिर के छ भने काठमाडौँको प्रहरी हाई अलर्टमा छन् भन्ने छ। यो के हो? यस्तो हो सर, काठमाडौँ हाई अलर्टमा छ, एक किसिमको त्रास हुन्छ नि त। काठमाडौँ किन हाई अलर्टमा छ? अनि गृह मन्त्रालयमा बैठक भइरहेछ, यो भइरहेछ, हामी फिल्डमै आयौँ नि त, अहिले पनि लाइभमै छ। आजको जुन बैठकहरू भइरहेको थियो नि, यो बैठक चाहिँ के विषयहरूमा केन्द्रित थियो? रातिको 10 बजेको बैठक हैन, कति कुरा आन्तरिक पनि हुन्छ। हामी पनि एक हिसाबले हेर्दा हामीलाई पनि एउटा लिमिटेसन हुन्छ। लिमिटेसन भन्दा माथि चाहिँ हामीलाई पनि एक्सेस हुँदैन। तर हाम्रो मुख्य सिद्धान्त भने राष्ट्रमा सुशासन कायम हुनु पर्यो। राष्ट्रमा चाहिँ कसैले राष्ट्रलाई सही दिशातर्फ जाँदै गर्दा कसैले रोकटोक गरेको छ भने, हिजोको दिनमा कसैले गरेको थियो भने उहाँलाई कारबाही हुनु पर्यो, त्यो कारबाही अगाडि बढ्नु पर्यो। यदि कोहीले हिजोको दिनमा सुशासन कायम गर्न असक्षम भएको छ भने उहाँहरूलाई आजको दिनमा गिरफ्तार गर्नुपर्ने होला। तर यसमा चाहिँ हामीले कुरा राख्ने हो हैन। तर यसलाई राष्ट्रले कुन रूपमा हेर्छ, प्रहरी प्रशासनले कुन रूपमा हेर्छ, हाम्रो गृह मन्त्रालयले कुन रूपमा हेर्नुहुन्छ, हाम्रो प्रधानमन्त्रीज्यूले कुन रूपमा हेर्नुहुन्छ, यो उहाँहरूको आन्तरिक कुरा हो। यसमा हामी चाहिँ अब हामी जनता तपाईहरुले निवेदन लिएर जुन जानु भएको थियो त्यो निवेदन चाहिँ दर्ता गरिएन, के भयो? हैन, निवेदन हामी बोकेर गएको भन्ने छैन आधिकारिक समाचारहरुमा जुन आयो त्यो गलत। अहिले अब यसलाई कसरी हेरौँ भने अहिले भ्रमको खेती गर्ने ठूलो समय हो। त्यही भएको हिसाबले चाहिँ सामाजिक सञ्जालमा जसरी विभिन्न समाचारहरू हामीले के देख्यौँ भने विभिन्न मिडियाहरूको समाचार सामाजिक सञ्जाल खोलिरहँदा तपाईहरु चाहिँ जाहेरी लिएर जानु भएको थियो, त्यो चाहिँ दर्ता भएन। यसमा यथार्थ के हो? किनभने अहिले त हामी सम्बन्धित ठाउँमा छौँ, तपाईहरु सम्बन्धित व्यक्ति हुनुहुन्छ, के हो यथार्थ अलिकति बताइदिनुस्। यस्तो छ सर, हामीले त डे 1 देखि नै करप्सनको विरुद्ध बोल्दै आएको हो हैन। करप्सनको विरुद्धमा हामी भोलि पनि बोल्छौँ, पर्सि पनि बोल्छौँ। भोलि चाहे अरू नयाँ सरकार आउनु होला, भोलि अब हामीले जनताले मागेको सरकार आउला, त्यो सरकारै आउँदाखेरि पनि हामी त चुप लाएर बस्दैनौँ। हामी त्यति बेला पनि यो करप्सनको विरुद्ध बोलि नै रहन्छौँ। र हामी आज जानुको कारण पनि यही करप्सन रिलेटेड कुरामा, जुनमा चाहिँ पुलिसहरूले एक्सन नलिरहेको कुराहरू थियो। 2-3 जनालाई पक्राउ गर्नुपर्ने कुराहरू छ होला। अहिले पनि हेर्नुभयो भने त उदङ्ग मचाइरहेछ नि त उहाँहरूले। जेन्जीका प्रोटेस्टरहरूलाई एकदमै दङ्ग्याउने, थ्रेट्सहरू पुर्याउने कुराहरू भइरहेछ। यो कुराहरूमा चाहिँ उहाँहरूले यसो सिरियसनेस नदेखाएको कारणले गर्दाखेरि हामी पनि हाम्रो साथीभाइलाई हामीले यसरी मैदानमा ल्याइसकेपछि त उहाँहरूलाई पनि निष्कर्षमा त पुर्याउनु पर्यो नि त। यो त हाम्रो दायित्व हो। हामीले यो कुरालाई गर्नु कसरी सक्छौँ भनेर चाहिँ हामी आह्वान गर्न गएको हौँ। तर त्यो कुराहरू अलिकति पोजिटिभली गएन, हामीले सोचेको जसरी पोजिटिभली गएको छैन। भिक्टिमका परिवारहरू, मृतकका परिवारहरू आज रोएर बस्नु भएको छ। उहाँहरू त्यही प्रशासनमा अहिले पनि बसिरहनु भएको छ हैन। अब उहाँहरूले त जेन्जीको प्रोटेस्ट त हाइजेक भयो भनेर विभिन्न टिका टिप्पणीहरू आउँछ नि, यसलाई यहाँले कसरी खण्डन गर्नुहुन्छ? के हो, हाइजेक भएको हो कि हैन? यस्तो सर, आन्दोलन हाइजेक भन्ने कुरा चाहिँ अरूको थियो होला, हुन्थ्यो होला। जेन्जीको प्रोटेस्ट भनेको यो हाइजेकै नहुने प्रोटेस्ट हो क्या सर, किनकि यो भनेको जेन्जीको होइन, होल नेपालीको प्रोटेस्ट हो क्या। यसमा कसैले यो हाइजेक गर्नै सक्दैन, किनभने सबै नेपाली हुन् नि। सबैले बोलेको त अहिले देशकै लागि हो नि, सबैले बोलेको त यो करप्सनकै लागि हो नि। हो भने कसैले हाइजेक गरेर पनि बोल्दैछ भने त उसले यो करप्सनकै बारेमा, देशैको बारेमा बोल्दैछ भने त्यो एउटै आवाज हो क्या सर। यसलाई हामीले जस्ट कोही मान्छेले चाहिँ आफ्नो अनुहार देखाएर, फेस देखाएर अगाडि बढ्नको लागि, आफ्नो भेस्टेड इन्ट्रेस्टहरू देखाउनको लागि उसले चाहिँ 2-4 वटा टिप्पणी गर्दैछ भने त्यो कुरालाई हाइजेक भनेर नलिऊ। कतिपय कुराहरू चाहिँ मिडियामा छ्यापछ्याप्ती आयो एक खालको अब चाहिँ जेन्जी सडकमा गइसके प्रहरी हाई अलर्टमा भन्ने एक लट समाचार एकैचोटी सबै मिडियाले आजको कुरा हैन। अहिले बाहिर के छ भने काठमाडौँको प्रहरी हाई अलर्टमा छन् भन्ने छ। यो के हो? यस्तो हो सर, हामीलाई नबोलेका कुराहरू पनि कसले लेखिरहेछ, के भइरहेछ भनेर तपाईहरु बीच नै त्यो कुरा भइरहेको के हो तपाईहरुलाई थाहा होला खास गरी? यो जेन्जीको कुरा भनेको कस्तो छ, कति पावरफुल छ भन्ने कुरा त एउटा मन्त्रीले मात्र होइन, नेताले मात्र होइन, राष्ट्रले देखाएको छ सर, जनताले देखाएको छ। प्रोटेस्टमा होइन, अब त जेन्जी सडकमा उत्र्यो भने पनि पुलिस मात्र होइन, भ्रष्टाचारदेखि लिएर यो राष्ट्रलाई घात गर्ने मान्छेहरू सबैजना हाई अलर्टमा बस्नुपर्ने त्यो एकदमै जरुरी छ। र हामी त आन्दोलन त हाम्रो सकिएको छैन सर। हामी त अहिले हाम्रो इन्टरिम गभर्नमेन्टलाई कसरी हेल्प गर्न सकिन्छ, उहाँहरूलाई कसरी राम्रो डिरेक्सनमा चाहिँ लानलाई उहाँहरूलाई कसैले विवाद नगरोस् होइन, त्यो कुराहरू चाहिँ हामी कन्फर्म गर्नुको लागि जहिले पनि फिल्डमै छौँ। र हामीलाई यसमा केही भेस्टेड इन्ट्रेस्ट पनि छैन। हामी सबै कुराहरू चाहिँ त्यागेर अगाडि बढेका छौँ। यो भन्दै गर्दाखेरि तपाईँको
जेनजी अगाडि बढ्दैछ भने राष्ट्र नै पल्टेको छ। आज सबैजना हाई अलर्टमा त बसेको त्यसपछि मुद्दा चलाउने कुरा पनि छ हैन। तपाईहरुले त्यसको प्रतिवेदन पूर्ण नसक्नु भएको कि अथवा त्यो भन्दा अगाडि नै यिनीहरुलाई चाहिँ दायरामा ल्याउनु पर्छ भन्ने तपाईहरुको हेतु हो कि? अब तपाईहरुले कसरी बुझ्दिनु पर्यो भने यदि सरकारको कुनै पनि निकाय, सरकारको कुनै पनि अंग, चाहे त्यो प्रहरी प्रशासन होस् या हामीलाई त अहिलेसम्म हाम्रो हाम्रो जुन सरकार चाहिँ बनेको छ, सरकारले एकदमै सबै कुरालाई सकारात्मक ढंगले अगाडि बढाइरहनु भएको छ। तर यदि भोलिको दिनमा, आजको दिनमा तपाईले मलाई प्रश्न सोध्नु भयो, यसमा अब कतिको सत्य तथ्य नभए पनि तपाईले जसै जाहेरी लिएन यो त्यो कुरा गर्दा, यदि भोलिको दिनमा जाहेरी लिनु भएन भने हामी तपाईहरु समीक्षा आएर तपाईहरुसँग, हाम्रो मिडियाको दाजुभाइहरु जो हुनुहुन्छ उहाँहरुसँग हामी तपाईहरुसँग उहाँले लिनु भएन भनेर हामीले तपाईहरुसँग नै समाचार सम्प्रेषण गरिदिनुस् भनेर हामीले तपाईहरुसँग सहयोग माग्छौं। तर अहिले जुन मिडियामा आएको छ यो कुरा गलत हो, भ्रम हो हैन। अहिलेको लागि कस्तो भने सबै कुरालाई विथ द ट्रस्ट द प्रोसेस, वेयर एन्ड वाच हैन। हामी जेनजीको सबभन्दा ठूलो समस्या के छ भने हामी जहिले पनि आवेगमा आउँछौँ, विवेक चाहिँ कहिले पनि प्रयोग गर्दैनौँ भन्ने छ। सो कहिलेकाहीँ चाहिँ मान्छेहरूले पनि के बुझ्नुपर्छ भने हामी विवेकले पनि काम गर्छौँ, हरेकचोटि आक्रोशमा आएर आवेगमा आएर मात्र कदम चाल्दैनौँ। जसरी अब यो कुरा गरिरहँदा अस्ति प्रधानमन्त्री कार्यालयमा एउटा जुन तपाईहरुको टोली गएको थियो नि, त्यसको बारेमा पनि जेनजी 2 टुक्रा भयो या जेनजीहरु टुक्रिन थाले लगायतका समाचारहरु आए, जसमा जेनजीका जुन फेसहरु छन् उनीहरुको आपत्ति देखियो। त्यो कुरा पनि अलिकति प्रश्न पारिदिनुस् न। आज हामी मध्ये जेम्स सर, हामी जो जति छौं हामीले पनि सायद नियम कानुन संविधानलाई अलिकति मजाले बुझ्न थालेको सायद 1 महिना भयो होला। अनि हामी भन्दा बाहिर आजको दिनमा सुद्धा हस्पिटलमा बसिरहनु भएको, अंगभंग भएर बसेको हाम्रो जो भिक्टिम्सहरु हुनुहुन्छ, अरु मृतकका परिवारहरु हुनुहुन्छ, उहाँहरूले सायद संविधानलाई कति हिसाबले बुझ्नु भएको छैन होला। सो उहाँहरूले जुन माग लेख्नुहुन्छ त्यो इमोसनली लेख्नुहुन्छ, किनकि उहाँको मनमा जुन भडास छ त्यो आक्रोश त उहाँले कहीँ गएर पोख्न सक्नुहुन्न नि। त्यो त हामीले सुद्धा बुझ्न सक्दैनौँ। उहाँको ठाउँमा हामीले बसेर सोच्न त सक्दैनौँ नि त। त्यो भावना कति गाह्रो छ, कति पीडादायी छ भनेर हामीले बुझ्न सक्दैनौँ। सो उहाँहरूले लेखेर ल्याउनु भएको माग हो, त्यसलाई सरकारले सम्बोधन गर्नुपर्छ भन्ने हो। तर त्यसलाई कसरी हेर्नुपर्छ भने असंवैधानिक तरिकाले त्यो कुनै मागहरू लेखेको छ भने हामीले त्यसमा समर्थन जनाउँदैनौँ, किनकि हाम्रो जे जस्तो भए पनि प्रधानमन्त्री कार्यालयमा के भएको थियो त्यो दिनको बारेमा अलिकति हाम्रो कुरा कस्तो थियो भने मागहरू जाँदै गर्दा त्यो मागहरू हाम्रो तर्फबाट भन्दा पनि अरू कसैको तर्फबाट गएको थियो। त्यसलाई चाहिँ हामीले चिरेर यो चाहिँ अलिकति संवैधानिक छैन, हामीले जे जस्तो अगाडि बढ्ने हो भने ठिक छ, तपाईहरुको माग जायज छ, तर यसलाई संवैधानिक तरिकाले प्रक्रियाले अगाडि बढ्नुपर्छ। यसलाई अलिकति परिमार्जन गर्नुपर्ने होला। कति कुरा चाहिँ जनताको हातमा होला, कति कुरा सरकारको हातमा होला। सरकारको हातमा भएको कुरालाई सरकारलाई प्रेसर दिउँ, तर जे कुरा चाहिँ जनताले गर्नुपर्ने कुरा हो, जनताले माग गर्नुपर्ने कुरा हो, त्यो जनआवाजको रूपमा उठ्नु पर्यो। त्यहाँ सरकारबाट चाहिँ त्यो कुरा आउन सक्दैन, सरकारले त्यो कुरामा निष्कर्ष निर्णय हामीले दिन सक्दैन भन्ने चाहिँ हामीले त्यो हिसाबले चिरेका थियौँ। अनि त्यो जुन 2 समूह भनेर कुरा गर्नुभयो, हाम्रो बाटो फरक होला तर हाम्रो उद्देश्य एक हो। तर बाटो चाहिँ फरक छ। बाटो फरक होला तर उद्देश्य एक हो। बाटो फरक हुन सक्छ भने दाइले कसरी बुझ्नु पर्यो भने दाइ यहाँ उभिँदै हुनुहुन्छ, दाइ एउटा पत्रकारितामा हुनुहुन्छ, हाम्रो अर्को दाइ छेउमा उभिनु भएको छ, 2 जना पत्रकार 2टा ढंगले पत्रकारिता गर्नुहुन्छ होला, तर तपाईहरुको उद्देश्य त एउटै होला नि। यसरी तर हैन, तर पछिल्लो अवस्था के देखे भने जेनजीहरुमा जुन किसिमको एकता हुनु पर्थ्यो, जुन किसिमको सहकार्य हुनु पर्थ्यो, त्यसको कहीँ कतै कमी अलिकति हामीले देखिरहेका छौं प्रत्यक्ष खुला आँखाले। त्यो हेरिरहँदा के हुन्छ भने आज तपाईहरु यदि मानौ आज 2 जना एकै ठाउँमा उभिनु भएको छ नि, त यताबाट प्रश्न आउँदा कुनै प्रश्नको जवाफ तपाई दिदै हुनुहुन्छ, कुनै प्रश्नको जवाफ उहाँले दिदै हुनुहुन्छ, सहज भएको छ नि त। यदि त्यही कुरामा भाइ यहाँबाट गइदियो भने फेरि तपाई एक्लै सबै प्रश्नको जवाफ दिन त गाह्रो हुन्छ। अनि नेपाली जनताले तपाईहरुलाई बडो नजिकबाट निहालिरहेको अवस्था छ। एउटा सानो मिस्टेक पनि खोजिरहेको अवस्था छ कि जेनजीमा एकता छैन कि भन्ने किसिमको सन्देश चाहिँ विभिन्न सामाजिक सञ्जालहरुमा आउँछ। तर जुन तपाईहरुको एकताको फोटोहरु जति बेला आयो नि सामाजिक सञ्जालमा, नेपाली जनता उत्साहित भए, खुसी भए। त्यो एकता हुन्छ कि हुँदैन, सम्भव छ कि छैन? यस्तो छ सर, अब यो केसमा हामीले जति पनि अहिले सोचेका छौँ, तपाईँले भनेको क्वेसन्सहरू एकदमै राइट छ र देखिरहेको कुरा पनि यही नै छ जस्तो छ हैन। तर हामी भित्र बसेर काम गरिरहेका छौँ, कोर टिम छौँ हैन। अब जति पनि हुनु सबैजना कोर टिमै हो, खासमा सबैजनाले आफ्नो तरिकाले काम गर्दै हुनुहुन्छ। अब यसलाई हामीले कसरी बुझ्नु पर्यो भन्दाखेरि सामान्य एउटा घरमा त परिवारको घरमा एउटा 5-6 जनाको घरमा त कहिलेकाहीँ विवाद हुन्छ हैन। त्यहाँ अनेक कुराहरू चाहिँ एकअर्कासँग चित्त बुझाबुझ हुँदैन। यहाँ त राष्ट्रको कुरा छ, यहाँ त जेनजी मात्र हैन, हरेक नेपालीको कुरा छ क्या अहिले जोडिँदै गर्दाखेरि। त सबैजनाले चाहिँ देश बढाउनु पर्छ, अगाडि बनाउनु पर्छ भन्दै गर्दाखेरि कति कुराहरू हामीसँगै एउटै ठाउँमा आएर चाहिँ छलफल गर्ने वातावरण पनि मिलिरहेको नहुँदाखेरि सायद हाम्रो सबैको मेन्टालिटी एउटै नभएको हुनसक्छ,
मिसकन्सेप्सन्स नभएको हुनसक्छ तर त्यो भन्दैमा हाम्रो उद्देश्य चाहिँ एकै हो सर अब तपाईँको अहिले जसले जताबाट बोले पनि खासमा बोली त जेनजीकै भइरहेछ नि त होइन र प्रचार त जेनजीकै भएको छ नि ठिक छ सबै साथीभाइहरूले जता जताबाट आवाज उठाइरहनु भएको छ तपाईँहरू मिल्नु पर्यो कि तपाईँहरू मिल्नु पर्यो एक टेबलमा आउनु पर्यो अब कस्तो हुन्छ भने मानौ जसरी मिराज ढुङ्गानाज्यू केही दिन यसलाई म एउटा भनिदिन्छु लास्ट तपाईँको कन्क्लुजन के हो भन्दाखेरि यो खोला जता जताबाट बगे पनि आउने एउटै समुद्रमा हो त्यति तपाईँ ढुक्क हुनुहोस् र हामीले जे गर्छौँ यो राष्ट्रको लागि गर्छौँ यो बोलेर हुँदैन सर अब यो बोलेर भन्दा पनि वर्क गरेर सबैजना हामी सँगै छौँ पहिलो कुरा के बुझ्नु पर्यो भने हामी सँगै नै छौँ अब कति कुरामा मतभेद होला तर पनि हामी सँगै त एउटै टेबलमा बसेर काम गरिरहेछौँ नि त्यसमा तर्क फरक होला त्यसमा मतभेद होला तर हामी एउटै टेबलमा काम गरिरहेछौँ र हामी सँगै छौँ भनेर बुझ्नुपर्छ चाहे त्यो रक्षा बमको कुरा गर्नुहुन्छ चाहे मिराज ढुङ्गानाको कुरा गर्नुहुन्छ जसको कुरा गर्नुहुन्छ मिडियाले न्युज सम्प्रेषण गर्दा चाहिँ सही तरिकाले गरिदिनु होला यो दुई हात जोडेर आग्रह गर्छु र मैले जति कुरा गरेँ तपाईँसँग अहिले जति कुरा भयो नि लाइभ नै गइरहेछ र अर्को कुरा सुन्नुहोस् हाम्रो अब अन्य मिडियाको म भन्दिनँ अस्ति नै गृह मन्त्रालय अगाडि प्रधानमन्त्री कार्यालय अगाडि घाइतेहरूलाई प्रहरीको गाडीमा राखेर सम्बन्धित ठाउँसम्म पुर्याउन गइरहेदा केही मिडियाहरूले के समाचार बजायो भने जिन्जीहरूलाई प्रधानमन्त्री कार्यालयबाट पक्राउ त्यति बेला हामीले नै भन्यौँ यो फेक समाचारहरूबाट सचेत हौँ भनेर मैले देखाएँ मैले भन्नाले हामीले देखायौँ र हामी विभिन्न सञ्चारकर्मीहरू त्यो ठाउँमा थियौँ जसरी अहिले विभिन्न समाचारहरू के आयो भने काठमाडौँ हाई अलर्टमा छ एक किसिमको त्रास हुन्छ नि त काठमाडौँ किन हाई अलर्टमा छ अनि गृह मन्त्रालयमा बैठक भइरहेछ यो भइरहेछ हामी फिल्डमै आयौँ नि त अहिले पनि लाइभमै छौँ हामी है ल तपाईँहरूले धेरै धन्यवाद अग्रिम शुभकामना राम्रो काम गर्नुहोस् देशको लागि गर्नुहोस् सपोर्ट गर्दै जानु स्योर जे गर्नुपर्छ हामी सबैजना नेपाली स्योर हाम्रो हो भनेर बिर्सनु हुँदैन राष्ट्र हाम्रो हो भनेर बिर्सनु हुँदैन स्योर है धन्यवाद हस्